हेलो गुड मर्निङ साथी हो। आज चाहिँ म चाहिँ फर्सीको यहाँ बिजन रोप्दैछु। फर्सी र लालभाजी सागको। हेर्नु न, लालभाजी साग मैले खालि 10 रुपियाँको चाहिँ लिएर आएको थिएँ। ठुलो जग्गा त छैन, यो माछाको त्यो थर्माकोलको कन्टेनर हुन्छ नि, त्यसमा चाहिँ म रोप्दैछु। यसरी छरिदिएँ मैले। हेर्नु 4-5 दिनपछि त यसरी मजाले उम्रियो। हेर्नु न, यहाँ पनि कस्तो मजाको भयो। 20-25 दिन खाने लायकको भइहाल्यो नि। 20-25 दिनपछि हेर्नु कस्तो मजाको मेरो लालभाजी साग। फर्सी पनि हेर्नु न कस्तो मजाको सप्रेको छ। यस्तो ठुल्ठुलो पत्ता भएको छ हैन। हावा चाहिँ फेरि के साह्रो आएको। हेर्नु कस्तो मजाको।